गाइस ल आज सबभन्दा पहिला हामी फोल्डर स्ट्रक्चर फेरि एकखेर हेर्छौँ है। सबभन्दा पहिला अब हामीले प्रोजेक्ट सुरु गर्नुभन्दा पहिला प्रोजेक्टको नाम त दिनु पर्यो, हो कि नै। आज चाहिँ हामीले के गर्छौँ, एउटा अबाउट मी भन्ने पेज बनाउँछौँ नि त। सो आज हामीले टाइटलमा के हुन्छ, अबाउट मी भनेर एउटा फोल्डर बनाऊँ है। तपाईँले एउटा अबाउट मी भनेर फोल्डर बनाऊ त। ओके, हजुर त्यसको तल बनायो नि, बनाउन केही छैन है। एउटा अबाउट मी भनेर फोल्डर बनाऊ, किनकि आज हामी जे गर्छ आफ्नो बारेमा नै एउटा लेख्छ थोरै वेबमा है, त्यही हिसाबले नै जान्छ ल। अनि मैले हिजो तिम्रो सबैलाई भनेको थिएँ नि होइन, एक्सटेन्सन पछाडिको कुरा डट पछिको फाइलको लागि भनेको थिएँ नि। अनि त्यस्तै एचटिएमएलको लागि के लाग्छ एक्सटेन्सन हो ल। अब हामीले जहिले पनि डट एचटिएमएल लाग्छ, हामीले के गर्छ इन्डेक्स डट एचटिएमएल भनेर बनाउँछ है। ओके, के बनाउँछ हामीले। अनि मैले यहाँ अरू सबै ऱ्यान्डम नेम नलिएर मैले इन्डेक्स नै किन लेखेँ त फर्स्ट पेजलाई। मैले हिजो पनि भनेको थिएँ। हजुर बुझेन बुझेन। जहिले पनि वेबले कहिले पनि सर्च हान्छ नि, सबभन्दा पहिला खोज्ने रुट फाइल भनेको इन्डेक्स डट एचटिएमएल है। सो जहिले पनि रुट फाइल खोज्ने के हुन्छ, इन्डेक्स डट एचटिएमएल नै खोज्छ है। ओके, अब एउटा बेसिक स्ट्रक्चर हेरौँ न त है, कस्तो हुन्छ एचटिएमएलको। ल यसमा जाऊँ, एचटिएमएलको फर्स्ट बेसिक स्ट्रक्चर कस्तो हुन्छ। सबभन्दा माथि हाम्रो के हुन्छ, डक टाइप भन्छ है, बुझ्यौ नि। माथि डक टाइप एचटिएमएल हुन्छ, त्यसपछि तलपट्टि एचटिएमएल हुन्छ, एउटा ट्याग खुल्छ। ट्याग खुलेपछि बन्द हुनै पर्छ, जस्तै यहाँ माथि ट्याग खुलेको छ, तलपट्टि एचटिएमएल ट्याग बन्द भएकै छ। त्यसपछि आउँछ हेड ट्याग। हेड ट्यागमा जति पनि हाम्रो ट्यागहरू हुन्छ, जस्तै कि कुनै अरू पेजलाई लिङ्क गर्ने कामहरू भयो, स्क्रिप्ट लिङ्क गर्ने काम भयो होइन, कतैबाट इमेज लोड गर्न छ कि मेटा ट्यागहरू छ कि के छ, सबै लिङ्किङ काम जति सबै के हुन्छ हाम्रो हेड ट्यागभित्र हुन्छ है। अब अर्को आयो बोडी ट्यागभित्र। बोडी ट्यागको सबै कुरा जस्तै कि हाम्रो जुन कन्टेनर हुन्छ नि, स्क्रिप्टदेखि लिएर इन्टरनल स्क्रिप्टदेखि लिएर होइन, सिएसएसदेखि लिएर सबै हामी जुन हाल्छौँ नि, यो बोडी ट्यागभित्र हामीले ट्यागहरू युज गरेर हाल्छ है। भयो ट्याग क्लोज भयो, यो भयो। अब अझै ब्रिफमा जाम त है। खास यो डक टाइप एचटिएमएलले के गर्दो रहेछ ल भाइ, उठेर पढेर भनिदेऊ त के लेख्छ। यो डक ट्याग एचटिएमएल भन्ने ट्यागले चाहिँ के गर्छ। हो, यो एउटा ट्यागले के भन्छ भन्दा चाहिँ हामीले जुन पनि कोड अहिले कोड गरिरहेको छौँ नि, एचटिएमएल युज गरिरहेको नि, त्यो चाहिँ मोडर्न एचटिएमएल हो है, HTML5 युज गरिरहेको छौँ है भन्छ। पहिला पहिला के हुन्थ्यो, एचटिएमएल लेख्थ्यो डक टाइप भनेर लेख्थेन। अहिले मोडर्न हामीले HTML5 युज गरिरहेको छ है। त्यो HTML5 को लागि डिक्लेयर गर्नलाई डक टाइप एचटिएमएल भनेर लेख्छ। यसले चाहिँ वेबलाई भन्छ कि हामीले HTML5 युज गरिरहेको छौँ है भनेर एक्सप्लेन गर्छ है। अब अर्को कुरा आउँछ एचटिएमएल ट्याग। यसले के गर्छ, रुट इलिमेन्ट हो है। यसभित्र यो एचटिएमएल भन्ने भित्र माथि स्टार्टिङदेखि इन्डिङसम्म हाम्रो सबै फाइलहरू जे छ यही एचटिएमएल भन्ने फाइलभित्रै हुन्छ है भनेर त्यो वेबले बुझ्छ, प्लस हामीले पनि बुझ्नुपर्छ। ओके, अर्को कुरा आउँछ हेड ट्याग। अघि मैले भर्खरै भने हेड ट्यागको काम के हो, जति पनि हामीले टाइटलहरू हाल्छौँ, मेटाडाटाहरू हाल्छौँ होइन, अनि लिङ्कहरू हुन्छ नि, सिएसएसको लिङ्क होस् या फिर अब के अरे अरू कुनै स्क्रिप्टको लिङ्क होस्, जुन हामीले हाल्छौँ नि अर्को पेजदेखि यसमा ल्याउँछौँ लिङ्क गर्छौँ नि हाइपर लिङ्कहरू, त्यो यसमा गर्छ, हेड ट्यागभित्र गर्छ है। टाइटल भनेको चाहिँ जुन माथिपट्टि तिमीले कुनै नै वेबमा माथिपट्टि गुगलको माथि google.com लेख्छौ नि, हो त्यो चाहिँ टाइटल हो है। त्यो चाहिँ हामीले यहाँ टाइटल भनेर युज गर्छ। टेक्स्टहरू चाहिँ हामीले जे लेख्छौँ त्यो माथि आउँछ है, त्यो हामीले पछि हेर्छौँ। अर्को छ बोडी ट्याग। जति पनि वेबमा तिमीले देख्छौ नि इमेज अनि टेक्स्ट, त्यो सबै के भित्र हुन्छ, बोडी ट्यागभित्र हुन्छ। ओके, लेट्स गो विथ द कोड होइन। मैले चाहिँ यहाँ डाइरेक्टली यसरी टाइप गर्छु, तिमीलाई चाहिँ म्यानुअली टाइप गर्नु ल। ल म्यानुअल टाइप गर त, म्यानुअली टाइप गर्ने। अनि टाइटल चाहिँ आज हामीले के बनाउँछ, अबाउट मी पेज बनाउँदैन नि त है। सो टाइटलमा चाहिँ अबाउट मी भनेर राख्ने है। अहिले चाहिँ यो ल्याङ्ग्वेज लेख्नु परेन ल। टक्क यति बनाउँछ सबैजनाले, डक टाइप एचटिएमएल, त्यसपछि हेड ट्याग, त्यसपछि बोडी ट्याग, अनि फेरि एचटिएमएलको क्लोज ट्याग है। अनि जहिले पनि तिमीले टाइप गर्दाखेरि यहाँ हेर त एकछिन, कुनै पनि तिमीले ट्याग लेख्छौ नि होइन, जस्तै कि H1 लेख्यो भने तिमीहरूले, अनि यो गरेपछि ट्याब बटन हुन्छ नि, ट्याब थिच्ने है। यो मेरो अरू पनि सबै तिमीहरूको आउँदैन है। अनि अटोमेटिक तिम्रो के हुन्छ, क्लोजिङ ट्याग पनि आउँछ, बुझ्यौ नि। जहिले पनि क्लोजिङ ट्याग, ओपनिङ ट्याग गरिसकेपछि क्लोजिङ ट्याग पनि राख्ने ल है। किनकि तिमीले एचटिएमएल ओपन गर्छौ, फेरि तल गएर क्लोज गर्न बिर्सने, फेरि पेज क्यास हुन्छ। त्योभन्दा माथि नै ओपन गर्ने, तलपट्टि क्लोज गर्ने, फेरि भित्रपट्टि लेख्दै लेख्दै जाने ल। बनायो तिमीहरूले, बनाएछ भन्दा है।
भयो तिम्रो तिम्रो भयो टाइपिङ चाहिँ अलिक झ्याप 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 फास्ट फास्ट गर्ने ल ओके अब अर्को आउँछ हाम्रो एक्सटेन्सन चाहियो अब यसलाई कतै न कतै हेर्न पर्यो हो कि नै होइन चाहिँ एउटा एक्सटेन्सन हुन्छ लाइभ सर्भर भन्ने लाइभ सर्भर ट्याक्कै यो वाला लाइभ सर्भर छ नि अर्को लाइभ सर्भर पनि छ यहाँ अब जुन भए पनि एउटा लाइभ सर्भर चाहिँ इन्स्टल गर्ने आए मैले सर्च गरेँ भने चाहिँ यो लाइभ सर्भर है यसलाई चाहिँ इन्स्टल गर्नु ल इन्स्टल गरेर लाइभ सर्भर कता भयो तिम्रो भयो लाइभ सर्भर इन्स्टल भयो ओके अब लाइभ सर्भर कसरी खोल्ने त है तिम्रो सबभन्दा पहिले index.html भन्ने फाइल छ नि यसलाई राइट क्लिक गर्ने ओपन विथ लाइभ सर्भर भन्ने अप्सन आउँछ अनि क्लिक गर्ने अनि तिमीहरूको फर्स्ट टाइम सोध्ला एक्सेस दिने नदिने होइन एलाउस लग गर्ने ट्याक्क लगाएर यसरी खोल्छ है अब मेरो अहिले एमटी पेज आइरहेको छ होइन मेरो एमटी पेज आइरहेको छ वाइट आएर तर माथिपट्टि मैले अबाउट मी भनेर टाइटलमा राखेको थिएँ नि टाइटल यहाँ चेन्ज भइसकेछ ल ओके ल सबैको वाइट पेज आयो आयो तिम्रो वाइट पेज आयो क्या छैन के इस्यु भयो ठिक छ किनकि तिमीले बडीमा केही लेख्यौ नि त होइन मैले त बडीमा केही पनि लेखेको छैन हो कि नै अब हामीले केही पनि गर्नु पऱ्यो भने हामीले जे पनि टेक्स्टहरू लेख्ने सबै यसमा लेख्छ है सबभन्दा पहिला चाहिँ पी ट्याग है हामीसँग एउटा के छ पी ट्याग यो ट्यागले के गर्छ भन्दा चाहिँ यो ओपनिङ क्लोजिङ सबै गर्ने पी ट्यागले चाहिँ प्याराग्राफ ट्याग हो है हामीले केही सर्टेन एरिया अफ ट्याक्स लेख्न छ भने पी ट्यागले गर्छ काम ओके मैले चाहिँ अहिले यहाँ लोरेम युज गर्दै ओके अब पी ट्याग भएपछि सर्टेन प्याराग्राफ भयो नि एन्ड चेन्ज गर्छौ सेभ गर्ने बित्तिकै यहाँ के भयो सर्टेन प्याराग्राफ लेखेर आयो है ओके आयो नि पी ट्यागको काम ल तिम्रो सबैले चाहिँ आफ्नो बारेमा ठ्याक्क पी ट्यागमा सर लेख्ने है अबाउट यर सेल्फ डिस्क्राइब गरिदिने म यो हो यता प्याराग्राफ ट्यागमा त्यो लेख त ओके पी ट्याग भयो पुरा लेख है आफ्नो बारेमा कपी छ भने ठ्याक्क कपमा पी ट्याग लेख्ने होइन त्यसको काम के हो त होइन त्यो पनि नोट डाउन गर्ने ल पी ट्याग भनेको चाहिँ प्याराग्राफ अरू युज गर्नलाई हुन्छ है अनि आफ्नो कुन पोर्टमा काम गरेर पोर्ट यहाँ ख्याल गर्ने है कहिले कसो के हुन्छ यो तल मेरो स्क्रिनमा त्यहाँ तलपट्टि पोर्ट दिएको छ नि यो पोर्ट भनेको हाम्रो वेबको पोर्ट हो जहाँ हाम्रो लोकलमा चलिरहेको छ है बुझ्यौ नि तिमीले यो एड्रेस दिएर अरू कसैको सर्च गर्दा यो आउँदैन है कहिले पनि किनकि हाम्रो आफ्नो लोकलमा गइरहेको छ है हाम्रो डेस्क लोकलले एउटा पोर्ट दिइरहेछ पोर्ट छ 62012 तिमीहरूको अरू केही होला पोर्ट होइन हो त्यस्तो पोर्टमा हामीले काम गरिरहेको छौँ है ओके यसो प्याराग्राफ बनाए सबैले आफ्नो बारेमा सानो प्याराग्राफ लेख्यो अब यो भयो पी ट्यागको बारेमा अर्को ट्याग आउँछ हेडिङ ट्याग है ओके H1 ट्याग युज गरेँ मैले हुन्छ के गरेँ मैले H1 टोटल यसको चाहिँ H1 H2 H3 गर्दै H6 H5 जान्छ होइन अब के गर्छ भन्दा जति माथि H1 भयो ठुलो आउँछ H2 भयो H2 जति नम्बर बढ्दै जान्छ साइज बढ्दै जान्छ जस्तै H1 भयो त्यही कुरा मैले के गरेँ H2 लेखेँ मैले हो कि नै अब अहिले चाहिँ मैले नै माई नेम इज अफिट नै राखेको छु मलाई मतलब भन्नु है माई नेम इज सुराजन राखेको होइन अब के हुन्छ तिमीहरूको जब आउटपुट हेर्छ तपाईँहरू त सबभन्दा ठुलो H1 जुन ट्याग माथि टाइटलमा लेखेको छ नि ठुलो H1 हेडिङ भयो सुरुमा आयो H2 लेखेको अलिकति सानो भयो यो त प्याराग्राफ नै भइहाल्यो होइन है मैले जुम गरेको छु त्यो यहाँ अझै ठुल्ठुलो देखिरहेको छ तिम्रो अलिक सानो देखियो होला अब अर्को हुन्छ सेम H1 H2 भयो अब H6 सम्म नै हुन्छ सबैले गर त H6 सम्म गर त H3 H4 गर्दै प्र्याक्टिस गर H3 H4 सँगसँगै गरौँ है त म पनि गर्दै जान्छु H5 ल
भयो ल। अब तिमीहरूले यो ट्यागहरू त बुझ्छ नि, पी ट्याग कसरी युज गर्ने, एच ट्यागको बारेमा मजाले भन्न र गर्न सक्छ। क्लियर छ नि होइन? बेसिक ट्यागहरू एच वान ट्याग युज फर के हुन्छ, एच वान ट्याग के युज हुन्छ, हेडिङको लागि। ओके, एच ट्यागहरू हेडिङको लागि, अनि पी ट्याग प्याराग्राफको लागि। ल ओके, अब अर्को एउटा ट्याग आउँछ पिआर ट्याग भन्ने है। के ट्याग रे? पिआर ट्याग। यसले के गर्छ होला? हजुर, लाइनलाई ब्रेक गर्छ है त। अनि अर्को के गर्छ होला पिआर ट्यागले? ल गर त एउटा जति मैले गर त एक्जाम्पल पिआर ट्याग युज गर त। बिआर मैले के गरेँ, यहाँनिर एउटा बिआर ट्याग युज गरेँ हो कि नै? युज गरिसकेपछि के भयो त, यहाँ मेरो ट्याग लेखेको तलपट्टि आधा भाँचेर आयो कि नै बिआर ट्यागले। बिआर ट्याग इम्प्लिमेन्ट गरेर गऱ्यो बिआर ट्याग। अर्को चाहिँ एचआर ट्याग छ होइन। नेक्स्ट ट्याग एचआरले के गर्छ होला? हजुर, ल ओके, यो चाहिँ हामीले यहाँ ट्राई गरौँ है त। के ट्याग भने मैले भर्खरै? एचआर है त। ल के आउँछ होला, एस टू पछि मेरो के आउँछ होला है त, हेरौँ न। हेर त एउटा लाइन लाइन आयो हो कि नै? अब तिमीहरूको टास्क के हुन्छ भन्दा चाहिँ अबाउट मी लेख्ने, त्यसको तलपट्टि एउटा लाइन, फेरि त आफ्नो नाम हुन्छ तलपट्टि लाइन, सबैमा एक कुनटा होरिजोन्टल लाइन हाल्दै गर तल टास्क गर। गऱ्यो गऱ्यो ल। अब मैले थोरै अब यहाँ चाहिँ के गरेँ भन्दा यो सबै जति गऱ्यो नि होइन, यसलाई चाहिँ एउटा के फाइल बनाउनु भने चाहिँ यसको नाम चेन्ज गर। यसलाई चाहिँ टेस्ट, अहिले टेस्ट डट एचटिएमएल राख, र नयाँ इन्डेक्स डट अब रियलमा यसलाई युज गर्ने है, इन्डेक्स डट एचटिएमएल भनेर स्टार्टिङदेखि गर्ने है त, सँगसँगै गर्ने ल। ओके, अब एउटा इमेजिन गरौँ है, हामीलाई के चाहिएको छ, एउटा वेबसाइट चाहिएको छ, त्यसमा आफ्नो बारेमा लेखेको हुनु हो कि नै? सबभन्दा पहिला माथिपट्टि के आउनु पर्यो, के आउँछ होला? टपमा के लेख्छौँ होला? हेडिङ। गुड। ल अब हामीले के बनाउँदैछ, एच वान युज गर्ने, अनि के लेख्ने, अबाउट मी। ओके, अबाउट मी लेख, हेडिङ क्लोज गर होइन। अब यहाँ कुरा आउँछ पोर्ट चल्ने कुरा हो किन, यही देखाउँछ कि नै? के गर्ने, यहाँ तलपट्टिको पोर्टलाई एकपल्ट बन्द गर्ने है, अनि इन्डेक्स डट एचटिएमएललाई राइट क्लिक गरेर ओपन विथ लाइक सर्भर गर्ने। अब बल्ल अबाउट मी आयो, अहिलेको पेज चल्दैन है। माथि टाइटलमा अबाउट मी छ, तलपट्टि अबाउट मी आयो है। गऱ्यो, अबाउट मी लेख्यो, गऱ्यो अबाउट मी। सबै एकचोटि फाल्नलाई सर र स्वाइप गर्ने, अनि फालिदिने है नयाँ। अबाउट मी गरायो, आनन्दसँग गराऊ ल, बेसी टाइम चाहिन्छ। आज रातमा सुतेको छैन क्या, त्यहाँ सुते छैन क्या आज राति। गऱ्यौ यति के राखेर त ल नेपाली भएन, आउनुपर्छ। पोर्ट बन्द गर न एकपल्ट, तलपट्टि पोर्ट बन्द गरेर त्यसपछि फेरि खोला त। हजुर, अब नयाँ हामीले बनाउँदै नि त फेरि, अब अहिलेको टेस्टको त अहिलेको जुन फाइल थियो त्यसलाई हामीले चेन्ज गरिदियौँ। अब हाम्रो रियल बनाऊँ न त, अहिले त त्यत्तिकै रफवाला जुन छ नि, हामी सिक्नलाई मात्रै गराएको नि त टेस्ट डट एचटिएमएल त, रफको लागि मात्रै। अब हामी मेन गर्ने क्या यसमा, बुझ्यो नि, मेन काम यसमा गर्ने। गऱ्यो
ल गर 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 अनि एउटा एचआर ट्याग दिएपछि हाम्रो एउटा लाइन अन्डरलाइन आछ हो कि नै अबाउट मीको माथिपट्टि पनि हामीले के गर्छौँ एउटा यतातिर एउटा एचआर ट्याग आउँछ ओके त्यहाँदेखि पट्टि हाम्रो स्ट्रक्चर यति भयो है अबाउट मी भनेर आएको छ तिम्रो के कोड हेरेर छौ अबाउट मी गर्यो आयो अब अलिकति स्ट्रक्चर पी बनाऊ होइन अब अबाउट मी त आइहाल्यो अब सबभन्दा माथिबाट के चाहियो आफ्नो नाम चाहियो पी ट्याग युज गरे नि भयो एस ट्याग युज गरे नि भयो होइन अहिले मैले के युज गरेँ एस ट्याग युज गर्छु ल S3 युज गर्छु मलाई अलिकति साइज ठिकै चाहियो नि त होइन सो हेलो माई नेम इज अब आफूलाई जे लेख्न मन छ त्यही लेख्ने ल यहाँ टेक्स्ट है सुराजन श्रेष्ठ भयो मैले के गर्छु फेरि एउटा ब्रेक लाइन दिन्छु है ओके हरिजन्टल रो दिन्छु मैले गर्यो हजुर यस्तो भयो अरूको के छ इन्डिङ प्लस क्लोज ओपनिङ र क्लोजिङ ट्याग दुइटै हुन्छ है एचआरको एउटा मात्रै हुन्छ तिमीले स्ल्यास देऊ नदेऊ खासै फरक पर्दैन है बुझ्यौ नि किनकि यसको हेर त यो अरू एच1को चाहिँ ओपनिङ छ अनि अगाडि क्लोज गर्यो है तर एचआरको हेर त कति ओपनिङ छ र छैन नि यसलाई मैले हटाइदिएँ भने सिधा के हुन्छ एउटा लाइन आउँदैन तर तिमीले राख्यौ भने एउटा लाइन आउँछ यसको काम त्यति मात्रै अब पुरानोमा नहाल्यो भने लाइन बन्छ अब HTML5 गर्ने हाल्न हुन्छ है ओके बुझ्यौ तपाईँलाई एचआर छ यहाँ हेर त वेबमा आयो एक कुन्टा हेर माथिपट्टि लाइन आयो तलपट्टि लाइन आयो अझ तलपट्टि लाइन आयो हो किन यसको कुनै पनि ओपनिङ ट्याग छैन कि बुझ्यौ नि है सेम बिआर ट्याग पनि हेऱ्यो भने ब्रेक लाइनको गएको थियो नि त्यसमा पनि त ओपनिङ ट्याग छैन नि त होइन त्यही भएर है अब एउटा माई नेम इज हाल्यो हो कि नै अब यसपछि अब अलिकति डिटेलमा लेखाउँ न मलाई यो मन चाहिएन मैले के गर्छु अब प्याराग्राफ लेख्छु आफ्नो बारेमा अलिक मजाले प्याराग्राफ लेख्छु ल आफ्नो बारेमा पुरै डिटेलमा लेखा त भयो मैले चाहिँ अहिले के गर्दैछु भन्दा चाहिँ यो अटोमेटिक ल्याङ्ग्वेज फिल गर्ने हुन्छ लोरेम भन्ने त्यो युज गरेको छु अलिकति धेरै देखाउनलाई है टेक्स्टहरू ओके ल तिमीले आफ्नो बारेमा प्याराग्राफ अलिक मजाले लेख अनि बिच्चा बिच्चामा ठ्याक्क ब्रेक लाइन पनि युज गर ल पिआरले के गर्छ लाइन ब्रेक गर्छ होइन हो कि नै ल त्यो देखिरहेछ कि छैन स्क्रिनमा देखेको छैन म जुम गरिदिन्छु ल टाइमलीको आनन्दसँग लेख न अलिक मजाले प्याराग्राफ आफ्नो बारेमा होइन म यति मलाई अब मेरो नाम यो हो मेरो घर यहाँ छ होइन प्याराग्राफबाट मजाले लेख न दुई तिनवटा प्याराग्राफ बनाऊ ल
एड्रेस हबिजहरू सबै राख है गर है कतै अड्क्यो भने चाहिँ अड्क्यो सर भन ल आफ्नो बारेमा भर्दै जाऊ न मैले के गरेन सिम्पल ट्यागहरू युज गर्छु एचआर गर्दै गरिरहेको छु होइन यहाँ गऱ्यो केही बुझेन भने चाहिँ ठ्याक्क सर मैले यो बुझेन भने है एउटा हामीले स्ट्रक्चर मात्रै बनाइरहेको छ यसलाई मैले अझै केही पनि नयाँ ट्याग युज गरेको छैन है आज हामी यही ट्यागसँग मात्रै खेल्छौँ है भोलि चाहिँ अलिकति धेरै जान्छ ल आज पनि एकजना आउनु भएको छैन होइन उहाँलाई कुरा मैले धेरै कोर्स अगाडि पढाउँदैन बेसिक गिटहरू सिक्छौँ आज बसेको टाइममा चाहिँ गिटरहरूमा पुस गर्न सिक्छौँ आज चाहिँ थोरै काम गर्ने त्यसपछि पुस गर्न सिकाउने भोलिदेखि फेरि म पुस गर्न सिकाउँदैन अड्कियो भने चाहिँ सर यहाँ यस्तो कन्फ्लिक्ट आयो भनेर सोध्ने म फेरि गेट एड यसरी गर्नु उसरी गर्ने भोलि चाहिँ म सिकाउँछु ल है है ब्रान्चिङको कुरा चाहिँ पछि सिकाउँछौँ जब हामी ठुलो प्रोजेक्टमा काम गर्छौँ सबैजना सँगै त्यसलाई ब्रान्चिङको काम चाहिँ त्यसलाई म बल्ल ब्रान्च गर्नु सिकाउँछु है एउटा यतिको चाहिँ स्ट्रक्चर आउनु पऱ्यो सबैको के आउनु पऱ्यो माथिपट्टि अबाउट मी आफ्नो नाम आउनु पऱ्यो ठ्याक्क तलपट्टि यो थोरै डिस्क्रिप्सन आउनु पऱ्यो एड्रेस आउनु पऱ्यो कन्ट्याक्ट इन्फो अनि त्यसपछि त्यहाँबाट एजुकेसन एक चिज चाहिँ आएर बनाउनु पर्यो ठ्याक्क तिमीहरूको सक्छौ नानी बनाउन लाइक फ्राई हेरेर बनाऊ त्यसपछि त्यहाँबाट अर्को टास्क दिन्छु होइन स्लाइडमा छ त्यहाँबाट हेरेर गर्ने है एउटा बनाउने लेख्दा अलिकति इन्फर्मेटिभ भयो मैले लेख्ने मैले झ्याप झ्याप आएर ट्याङ 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 हानिरहेको छु होइन है त्यसै नभए नि म्यानुअल लेख्ने मैले किन एस3 लेखेँ भन्दा चाहिँ ल भन त यहाँ मैले एड्रेसको लागि माई नेम इज भनेर यिनीहरू कन्ट्याक्टको लागि एस3 किन लेखेँ हजुर एस3 सेकेन्डरी हेडिङ छँदै चाहिँ अब मैले एस3 राखेँ भने त सेकेन्डरी हेडिङ चाहिँ सबै एउटै लेभलमा आउनुपर्छ है जहिले पनि वेब तिमीले हेर्छौ भने टेक्स्ट फर्मेटहरू युट्युबमा हेर्छौ भने नि त्यो माथिपट्टिको टाइटल भिडियोको टाइटल एउटै सबै भिडियोको टाइटल एउटै साइजको हुन्छ हो कि नै अनि टाइम एउटै साइजको हुन्छ हो कि नै हो कोडिङमा जहिले पनि त्यो स्मल डेटै ख्याल हुन्छ त्यही मैले अबाउट मी त एउटै गराएँ तर यसपछि त सेकेन्डरी टाइटल भयो नि त यो नामहरू एड्रेस कन्ट्याक्ट के भयो सेकेन्डरी टाइटल भयो नि त त्यही म सबैले के गरेँ एस3 गरेँ बुझ्यौ नि है ल अलिक डिटेल तरिकाले देख्ने गऱ्यो बुझ्ने गऱ्यो गरौँ है मलाई फेरि टास्क पनि मैले त्यही दिन्छु यसपालि अब अर्को पालि चाहिँ नअर्किन गरिदिन्छु है यहाँ ट्याक्क लेखिदिन्छु रिक्वायरमेन्ट्स आजको टास्क तिमीलाई एक दुई फेरा घोकाउने हो रटाउने हो होइन सो द्याट भोलिदेखि तिमीहरूले हुन्छ नि गर्न दुःख नहोस् नै ल ओके ल क्लासको टास्क यही है तिमीहरूको है अहिले गराएर भ्याएपछि यो टास्क गर्ने अन्त हामी पुस गर्छौँ है मैले आफै गर्ने टास्क हो यहाँ पढेर के बुझ्छौ गर है टास्क 0 भनेर पढेर बनाऊ अब जाऊँ गिटहब आज हामी यति मात्रै गर्छौँ फेरि है हजुर यो त सिधै मलाई मेलमा आउँछ अब तिमीले ल सेन्ड मेसेज गर त मलाई मेसेज गर त सेन्ड गर त मलाई हो यसको लागि चाहिँ email.js भन्ने है
बुझ्यौ नि इमेल डट जेएस हुन्छ तिमीले मलाई मेसेज पठायो होइन यहाँपट्टि हेर त यहाँ कन्ट्याक्ट असमा आएछ मलाई तिमीले भर्खरै कसले पठाएको भन्दा प्रवीण तामाङ नम्बर एड्रेस अनि हेर त तिमीले पठाएको मेसेज आयो कि नि पैसा चाहिँ काम गर्छ यसको लागि इमेल डट जेएस भन्ने हुन्छ है ओके बुझ्यौ नि नोट डाउन गरेर त्यो युज गर्नु इमेल डट जेएस युज गर्नु भए चाहिँ त्यो कामको लागि इमेल डट जेएस हुन्छ हामीले त्यो पनि गर्छौँ न त्यो म सिकाउन मिल्ने जति कुराहरू चाहिँ सिकाउँछु है तिमीहरूलाई एक्स्ट्रा नलेजहरू पनि हुन्छ रियल फिल्डमा काम गर्ने हामी प्रोजेक्ट बेस्ड नै जान्छौँ है जे गर्छौँ हामी प्रोजेक्ट गरेरै गर्छौँ एचटिएमएल पनि प्रोजेक्ट गरेरै सकाउने एउटा विदाउट प्रोजेक्ट हामी केही पनि गर्दैन है प्रोजेक्ट बेस्ड नै गर्ने हो टाइम दिएर लाए पनि ल यति सबै गरेर चाहिँ अब गिटहबतर्फ जाउँ है त ओके हिजो सबजनाले गिटहब बनाएको छ एकाउन्ट अब मैले तिमीहरूलाई चाहिँ युनिक सधैँ काम आउने तरिकाले पुस गर्न सिकाउँछु ल एकतिर सबैले सर हेर्ने अनि सँगसँगै गर्ने सबभन्दा पहिला रेपोजिटरी बनाउने जुन हामीले हिजो बनाइसकेको छ रेपोजिटरी है वेब इन्जिनियरिङ भनेर हामीले हिजो रेपोजिटरी बनाएको छ नि त होइन अब जुन कि फेरि सुरुदेखि सिकाइदिउँ बनाएको छ रेपोजिटरी बनायो तिमीहरूले अनि रेपोजिटरीमा गयो केही इस्यु आयो भने चाहिँ भन्ने ल हिजोको रेपो चिन्यो नि होइन त्यो कुनमा काम गरिरहेको थियो हिजो रेपो भनेर ल हिजोकैमा काम पुस गर्ने हामीले गर्छौँ है हजुर त्यो चाहिँ आज नयाँ बनाएर गरौँ न त है त आज फेरि नयाँ रेपोजिटरी बनाऊँ है त आजदेखि चाहिँ जे काम गर्छौँ होइन सबै डेली गर्छौँ है त डेली पुस गर्ने है ओके न्युमा जाने है रेपोजिटरी बनाउने है त मैले चाहिँ टिएस 60 डेज अफ कति हाम्रो 90 डेज हुन्छ नि होइन मैले के अरे टिचिङ एचटिएमएल भनेर एचटिएमएलको लागि मात्रै छुट्टै बनाऊँ क्या हामीले है सो मैले के टिचिङ एचटिएमएल भनेर एउटा के बनाएँ यो बनाएँ डिस्क्रिप्सनमा अब आफ्नो इच्छा राख्ने पब्लिक प्राइभेट के गर्ने होइन यसलाई रहेछ ल यो गरेँ पब्लिक प्राइभेट आफ्नो ठाउँमा छ त्यसपछि त्यहाँबाट मैले के गरेँ क्रिएट रिपोजिटरी गरेँ ओके यो पब्लिक किन के छ सबै हिजो बुझाइसकेको छु नि मैले होइन सो आज हामीले के गर्छ रिपोजिटरी बनाउँछ है ल अनि कोड क्लिक गर्ने एचटिटिपिएसमा जाने देन कपी द लिङ्क कपी गर्यो कहाँ अड्क्यौ भाइ तिमी चाहिँ भइरहेछ नयाँ रेपो बनायो ओके नयाँ रेपो बनाऊ कोड कपी गर्यो लिङ्क ठ्याक्क एड रेडमी गर्ने पब्लिक राख्ने प्राइभेट राख्ने आफ्नो ठाउँमा छ पब्लिकको काम के हुन्छ भन्दाखेरि अब रेपोजिटरी अरूलाई पनि देखाउने भिजिबल गर्ने भने पब्लिक राख्ने होइन मैले अरूलाई भिजिबल गराउँदिनँ मैले मात्रै युज हुन्छ त्यसलाई चाहिँ प्राइभेटमा गराउने है ओके ल त्यसपछि माथिबाट यहाँ कोड भन्ने देख्छौ नि तिमीहरूले यहाँ क्लिक गर्ने त्यसपछि आउँछ एचटिटिपी एसएचएस सिएलआई आउँछ हामीले चाहिँ अब के अरे एचटिटिपिएस नै युज गरौँ मैले ओके सो यहाँ क्लिक गर्यो कोड कपी भयो होइन अब मेन कुरा मैले तिमीलाई हिजो टर्मिनल खोल्दाखेरि टर्मिनल खोल्ने कमान्ड के अरे एफआइएनएफटीको त डेभ टुल्स भयो नि त मैले भिएस कोडको टर्मिनल भनेको हजुर F11 भिएस कोडको तिमीहरूको F11 खोल्छ भने ठिक छ नत्र कन्ट्रोल जे है कन्ट्रोल जे गर त कन्ट्रोल जे टर्मिनल खुल्यो सबैको जोकर वाला जे है टर्मिनल खुल्यो नि होइन त्यो मैले F12 भनेको चाहिँ डेभ टुल्स डेभलपर टुल्स हो त्यो चाहिँ अहिले हामी हामी भिएस कोडको टर्मिनल खोल्ने कुरा गर्दै थिएँ मैले त्यो चाहिँ कन्ट्रोल प्लस जे ओके के अरे कन्ट्रोल जे भिएस कोडको टर्मिनल खोल्ने अहिले हामी कहाँ छौँ वेब इन्जिनियरिङ भन्ने फोल्डरमा छौँ होइन अब मलाई के गर्नु पर्यो वेब इन्जिनियरिङ भनेको सबै जे पढाएको छ नि मलाई पुस गर्नु पर्यो डे 1 को होइन हो कि नै सो मैले के गर्छु अब यो सधैँ काम अन्तर के गरौँ गिट क्लोन कन्ट्रोल भी हिजो हामी सबैले गिटहब यो डाउनलोड गरिसकेको छ हो कि नै
सो मैले यसलाई इन्टर हानिदिएँ है त। यसरी तिम्रो सबैको टिचिङ एचटिएमएल भनेर आयो होला, आयो। अब तिमीहरूको के बनाएको छ हजुर? त्यही त, जस्तै मेरो टिचिङ एचटिएमएल छ त्यो आयो, तिमीहरूको रिपोजिटरीको जेन हुन्छ त्यही आयो होला, हो कि नै? अब के गर्ने, अहिले यहाँ केही पनि देखाएको छैन, हो कि नै? होइन, अब हामीले सबै कुनटा फोल्डर यसमा सारेर पुस गर्नु त अलिकति अप्ठ्यारो लाग्यो नि त हामीलाई, हो कि नै? अहिले पो थोरै फाइल्स छ र अब सारौँला। पछि गएर भनौँला हामीसँग मल्टिपल फाइल्स छ, सबै सार्न त टाइम लाग्छ नि त, हो कि नै? धौ पनि हुन्छ, होइन? सो हामीले के गर्छ त, सिम्पली अब आफ्नो चेक गर्ने कहाँनिर राखेको छ त फाइल, है? ओके, मेरो फाइल कहाँनिर छ मलाई याद छ है, मैले वेब इन्जिनियरिङभित्र मेरो सबै फाइल छ, हो कि नै? टिचिङ एचटिएमएल र डे वान भनेर, होइन है? अब के गर्नु पऱ्यो, टिचिङ एचटिएमएल भन्ने हाम्रो जुन फोल्डर छ नि, यहाँ यो डट गेट देखाएको छैन भने चाहिँ माथि थ्री डटमा क्लिक गर्ने, होइन? भ्यूमा, सरी माई ब्याड, भ्यूमा क्लिक गर्ने, यहाँ टपमा भ्यू छ नि, भ्यूमा क्लिक गर्ने, सोमा जाने, अनि हिडन आइटम छ नि त्यसलाई टिक गरिसकेपछि तिम्रो डट गिट भन्ने फाइल देखाउँछ, देखायो? डट गिट फाइल भनेको के हो भन्दा तिम्रो जति पनि कहाँ पुस गर्ने, के गर्ने, ट्र्याक गर्ने सबै यो काम यो एउटा फाइलले गर्छ है। सिम्पली हामीले के गर्छौँ, यो डट गिटलाई छ नि कन्ट्रोल डट गिटलाई हामीले यस्तो गर्ने, कन्ट्रोल सी गरे नि भयो, कन्ट्रोल एक्स गरे नि भयो, यसलाई हामीले बाहिर राखिदिने है। बाहिर किन राखिदिने, सो द्याट हाम्रो डे वान भएको जति पनि फोल्डरभित्र जे पनि छ नि, अब डेली पुस होस् भनेर है। यो जुन टिचिङ एचटिएमएल हुन्छ नि, यो एचटिएमएल भरिको कोर्स सबै हामीले जे पनि पुस हान्छौँ नि, एकउन्टा फोल्डर 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 बन्द जाओस् भनेर चाहिँ हामीले यसलाई बाहिर राखेको ल। तिमीले डे वानको मात्रै पुस गर्ने हो क्या, डे वानभित्र यसरी गिटलाई राखेर पुस गर्दा नि हुन्छ। तर मैले अब भोलि डे टूको पनि पुस हान्न पर्यो, डे थ्री पनि एउटै मारेकोमा पुस हान्छु नि त, त्यही भएर मैले के गरेँ, बाहिर नै राखिदिएँ है। अब मलाई यो फोल्डर के काम छैन, मैले के गरेँ यसलाई यसलाई मैले डिलिट हानिदिएँ है त। ओके, यदि डिलिट हुँदैन भने चाहिँ यहाँदेखि डिलिट हान्दा नि हुन्छ ल। यसलाई यहाँ क्लिक गर्ने, डिलिट, त्यहाँदेखि डिलिट भने यहाँ चाहिँ डिलिट हानिदिएँ ल। सबै यहाँ यु 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 भनेर आयो होला, त्यो गरिसकेपछि त्यति गरेपछि आयो सबैको, आयो पुस गर्छु क्या, के पुस गरेँ, इन्डेक्स डाटामा मात्रै पुस गरेछु, केही छैन। ओके, अब मैले सबैको पुस गर्नु पऱ्यो नि त, होइन? सबैको यो यु 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 भनेर आहा के आएन, बुझ्यो मैले भर्खर के गरेँ, बुझ्यो? अर्को तरिका पनि हुन्छ, सजिलो तरिका डाइरेक्ट क्लोन गर्यो, त्यही भित्र कोड हाल्यो अनि सबै पुस गरिदियो। तर यो तरिका चाहिँ के हुन्छ भन्दा तिमीले मल्टिपल प्रोजेक्टमा काम गरिरहेको छौ, एउटा गिट छ, अब फोल्डर चेन्ज गरेको गर्नु पऱ्यो, त्यस्तो किसिमको चाहिँ यसरी गर्न मिल्छ अनुष्काको ल है। यो अलिकति टाइम लाग्छ सुरुमा, पछि बानी पर्छ, बुझ्यौ नि? यस्तो भयो तिमी जुन फोल्डरमा काम गरे पनि जुन फोल्डरको पुस गर्न मलाई पुस गर्न पायो क्या तिमीले, होइन? सबैको यति आयो, यु भनेर आयो, के कन्फ्युजन, यस्तो यु भनेर आयो सबैकोमा। यो यु भनेको के हो, अनट्र्याक्ड है, हाम्रो कुनै पनि यो जुन छ नि केही पनि ट्र्याक गरेन गिटले भनेर आएको ल। ओके, मैले तिमीलाई त 3-4 कमान्ड पढेर भनेको थिएँ नि गिटको, के हो, गिट एड, गिट कमिट, गिट पुस, गिट क्लोन। क्लोन हामीले युज गरिसक्यो। अब गिट एडले के गर्छ त, एडले यो सबै अनस्टेज भएको फाइललाई स्टेज गरिदिन्छ। अब ल गिटमा जानलाई रेडी छ है, हाम्रो गिटअप हेरै मसँग यो फाइल छ है भन्नलाई यसले गर्छ है। अब दुईवटा कमान्ड छ, एउटा छ गिट एड अनि डट। यसले यो डटले के गर्छ, यहाँ जति पनि हाम्रो यो फाइलहरू छ नि, फाइल फोल्डर सबैलाई एकैफार रिड गरिदिन्छ है। तर होइन, मलाई एउटा मात्रै रिड गर्न छ, इन्डेक्स डट एचटिएमएल मात्रै रिड गर्न छ भने चाहिँ के गर्न मिल्छ, एउटा मात्रै छ नि फाइल, आई क्लिक गरेर त्यो एउटा फाइललाई मात्रै हामीलाई रिड गर्न मिल्छ, हो कि नै? तर म त अब सबै गर्न मन लाग्छ, सो मैले के अरे गिट एड डट यो गर्न एउटा हेरौँ है त, गिट स्टेटस। हाम्रो गिटको स्टेटस के छ त, यहाँ हेर त, सबै भनिदिन्छ। भर्खरै हामीले एउटा फाइल डिलिट गरेछौँ, यो फाइल यस्तो गरेछौँ भने सबै देखाइदिन्छ, हो कि नै? गिट स्टेटस चाहिँ हाम्रो तिम्रो गिट हबमा के भइरहेको त सबै इन्फर्मेसन यसले दिन्छ ल, यो कमान्डले। अब जाऊँ गिट एड स्पेस डट। अब यो मैले इन्टर हालिदिएर त हजुर सबै फाइल हेर त ए भएर आयो नि। अब यो स्टेज फाइलमा छ है, एड भइसक्यो है भनेको है ल। अब फेरि चेक गर्ने, गिट STATUS स्टेटस चेक गर्दा के भने हेर त, नयाँ फाइल डे वान टास्क वान भनेर बनाएको छ, नयाँ फाइल डे के अरे न्यू फाइल डे वान एडमी यो छ नि, अबाउट मी यिनीहरू छ भनेर सबै यहाँ तिम्रो के छ तलपट्टि आएको छ है। ओके, अनि एउटा फाइल चाहिँ readme.md भन्ने फोल्डर चाहिँ डिलिट भएको छ है भनेर भनेको छ है।
बुझिरहेछ तिमीले गरि पनि रहेछ नि बुझ्दाखेरि ओके अब आउँछ कमिट गिटहबमा जहिले पनि केही कुरा चेन्जेस ल्याउनलाई पहिला एड गर्ने अनि कमिट गरिसकेपछि बल्ल हामीले पुस गर्छौँ है ओके सो अब के गर्ने कमिट आइफोन एम अनि यहाँभित्र चाहिँ डबल कोटेसनभित्र चाहिँ तिम्रो जुन हुन्छ नि मेन कमिटमेन्ट जुन कमेन्ट हुन्छ नि कमेन्ट लेख्ने है अनि यो लेख्दा जहिले पनि सकेसम्म मिनिङफुल कमेन्ट लेख्ने है जस्तै कि हामीले के गर्यो कम्प्लिटेड टास्क 1 भनेर चाहिँ लेख्दै पनि भयो अब पछि गएर हामीले के युआई चेन्ज गरेछौँ होइन भने एउटा बटन चेन्ज गरेँ भने मैले यो बटन चेन्ज गरेँ भनेर चाहिँ लेख्न मिल्छ है ओके यस्तो गर्यो कमिटलाई इन्टर हालिदियो अब हेर त यहाँ पढ त सर लाएर 4टा फाइल चेन्ज भयो 40-70 इन्स्ट्रक्सन भएको छ अनि एउटा फाइल डिलिट भएको छ सर र डिटेल आएको छ यहाँ है कमिट भयो सबैको तिम्रो कमिट भयो तिमीहरूको चाहिँ कन्फिग गरेको छैन पुस गर्ने बेला ग्लोबल कन्फिगको युजर नेम माग्छ है एकैछिन टाइम लाग्छ ल ओके पुस गर्ने बेलामा चाहिँ माग्छ है जस्तै कि भाइको कन्फिग गरिसकेको छ होइन हो त्यो ग्लोबल युजर नेम सेट गर्नुपर्छ है ओके एकैछिनमा उसलाई चाहिँ म सिकाइदिन्छु ल अनि त्यसपछि त्यहाँ लास्टमा आउँछ गिट पुस ओरिजिन गिट पुस मेन गर्ने हुन्छ अहिले चाहिँ हामी के भन्छौँ ओरिजिन मेन पछि हामी ब्रान्चमा काम गर्दा कुन ब्रान्चमा काम गरे नि हो त्यही हिसाबले पुस गर्ने हो के अरे अहिले चाहिँ हामी मेन ब्रान्चमै काम गर्छौँ सो अहिलेलाई चाहिँ सबै तिम्रो चाहिँ गऱ्यो गिट पुस ओरिजिन मेन नै गरिदिने यसरी पुस गरे सर्भर लगाएर कोड जान्छ तिमीले जब यो पुस गर्छौ नि तब तिम्रो चाहिँ को हो भनेर माग्छ गिट पुस ओरिजिन मेन गर्ने बेला चाहिँ जिमेल र इमेल माग्छ आई गेस यहाँ मसँग कमान्ड छ होला र म ग्रुपमा हालिदिन्छु यो कमान्डहरू तिमीहरूलाई सहिलो हुन्छ ल के गर्ने है सबभन्दा पहिला यहाँ के छ तिमीहरूले गर्नुपर्ने चाहिँ यहाँ हेर त तिमीहरूको टर्मिनलमा छ नि कमेन्ट गरिसकेपछि यहाँ गिट कन्फिग छ नि ग्लोबल डट युजर नेम होइन अनि यहाँ डबल कोर्सभित्र योर यो नेम छ नि होइन योर नेममा आफ्नो गिटमा के नाम जस्तै मेरो मिसु राजन छ नि तिमीहरूले आफ्नो नाम राख्ने अनि इन्टर राख्ने है यो पछाडिको सेट युजर नेम भनेको एरो पर्दैन यहाँ कमासम्म है त्यसको सेम कुरा तलपट्टि गिट कन्फिग ग्लोबल डट युजर नेम युजर डट इमेल गर्ने आफ्नो इमेल जुन युज गरेको गिटमा त्यो चाहिँ राख्ने ल ओके प्रोफाइलमा जे नाम छ नि होइन हो त्यही राख्ने है तलपट्टि कोडमा हान्दाखेरि ओके ल गर त त्यति आजको क्लास चाहिँ हाम्रो यति नै हुन्छ है अनि तिमीहरूको टास्क मैले दिएको छु क्लासमा गरेको भयो एन्ड तिमीहरूको होमवर्क चाहिँ फेरि एउटा के गर्ने होमवर्क भन्ने एउटा फोल्डर बनाउने डे 1मा है डे 1मा होमवर्क भनेर एउटा फोल्डर बनाउने होमवर्क भन्ने फोल्डरभित्र index.html पेज छ नि माई इन्ट्रोडक्सन डट एचटिएमएल भनेर पेज बनाउने अनि यहाँ रिक्वायरमेन्ट चाहिँ सबै ट्यागहरू युज गरेर एउटा पेज बनाउने राम्रो बनाएर आउने है होमवर्क चाहिँ है ओके एन्ड अलिकति स्ट्रिक्टली मैले पठाइदिएको त यो पठाइसकेछु मैले यो पिडिएफहरू त्यही बेला पिडिएफ हो यो होमवर्क चाहिँ सबैले गरेर आउनु है यो तिमीलाई रिपिटेड सेम आज जे क्लासमा गऱ्यो नि त्यही हो क्या तर अलिकति यहाँ ल्याङ्ग्वेज फरक छ होइन गर्न चाहिँ पर्यो अनि गिटअपमा पुस आफैले एकपल्ट गर्न ट्राई गर्ने है गिटअपमा पुस गर्ने अनि भोलि तिमीहरूको आउँदाखेरि के हुनु पर्यो गिटअपमा भन्दाखेरि नि ल डे 1 छ डे 1 खोल्दाखेरि यहाँ टास्क 01 छ अबाउट मी छ होइन अनि तलपट्टि होमवर्क भनेर हुनु पर्यो ल बाबु टास्क 01 अबाउट मी अनि होमवर्क भन्ने फोल्डर होमवर्क भन्ने फोल्डरभित्र इन्डेक्स के अरे माई इन्ट्रोडक्सन डट एचटिएमएल भनेर हुन पर्यो है सबैको अहिले सबै छ नि बुझ्यो नि नै होम माई इन्ट्रोडक्सन डट एचटिएमएल के यो टास्क 01 अबाउट मी अनि तलपट्टि एउटा के अरे होमवर्क भनेर फोल्डर बनाउने होमवर्क है अनि टास्क 01 मा चाहिँ केही पनि छैन टास्क 01 जुन तिमीलाई दिएको थिएँ नि मैले हो त टास्क 01 तिमीहरूको इन्डेक्स फाइल हुनु पर्यो है यहाँ अहिले मेरोमा इन्डेक्स फाइल छैन तिमीहरूकोमा चाहिँ यहाँ इन्डेक्स फाइल हुनु पर्यो ल भोलिको लागि भोलि आउँदाखेरि अनि अबाउट मीमा त अब सुरुमा हामीले सिकेको थियो इन्डेक्स र यो टेस्ट हुनु पर्यो दुइटा है केही छैन अब एटलिस्ट बुझ्नु पर्यो कन्सेप्ट है यो होस् नहोस् होइन तर तलपट्टि लास्टमा चाहिँ अब डिटेलमा चाहिएको छ भने राख्नु नत्र लास्टमा एउटा होमवर्क चाहिँ हुनु पर्यो है होमवर्कमा चाहिँ माई इन्ट्रोडक्सन डट एचटिएमएल भन्ने फाइल भोलि आएर चेक गर्छु मैले यो डे 1 भित्र अब तिम्रो एउटा फोल्डर बनाएर राखे पनि राख डाइरेक्ट यसैमा इन्डेक्स डट एचटिएमएल बनाएर राख्छौ भने राख होइन तर मलाई चाहिँ डे 1 को फोल्डरभित्र एउटा होमवर्क तिमीलाई चाहिँ देख्यो नि होमवर्क चाहिँ चाहियो ल
डट एचटिएमएल यो पिडिएफमै छ, हेर न, हेर त यहाँ पढ त ल। क्रिएट अ वेबसाइट नेम माई इन्ट्रोडक्सन डट एचटिएमएल है। ओके, अनि डिटेलमा यहाँ के छ सबै टक्क लगाएर बनाउने ल। अझ घर गएर अलिक क्रिएटिभ के गराउन सकिन्छ त्यो गर्ने है।